ल यहाँ धादिङ सर्पहरूको लीला छ, लीला रमाइलो छ यो। हामीले यिनीहरू हाम्रो मानव जातिको लागि हितकर पनि छन्, तर जिस्काएर अब टोक्नी सुक्नी गऱ्यो भने हो, नत्र भने यिनीहरू नजिस्काउने भने खासै यिनीहरू केही गर्दैनन्। आनन्द आफ्नो खेलिरहेछन्, यिनीहरू आफ्नो मस्त छन्। ल यस्ता आफ्नै संसारमा छन्, मान्छेकै मतलब छैन यिनीहरू। दुईजना जोडीहरू ल इन्जोय गर्नुहोस्। ल रातिमा चाहिँ अलि जोगिनुपर्छ, नत्र भने अब नजिक खासमा यिनीहरूले खासै केही गर्दैनन्। त्यति विधि अरू विषालु सर्प जस्तो पनि हुन्न यिनीहरू।